सबैजनालाई नमस्कार। आज हामी एकदमै दुःखमा छौँ, पीडामा छौँ। मेरी फुपूकी छोरी, मेरी बहिनी, उमेर 12 वर्ष, ऊ आज हराएको 4 दिन भइसक्यो। लेटाङ 2 भडानी निवासी हो उहाँहरू। असोज 21 गते विद्यालयबाट घर फर्केर घरमा कोही हुनुहुन्न थियो। त्यति बेला सबैजना काममा जानुभएको थियो। नानी खेल्न थालिन्। खेलेको 5 बजेदेखि नानी हराइन् घरदेखि। नानीको नाम अंशु गौतम। त्यसपछि सबैजना खोज्न निस्किनु भयो। पुलिस रिपोर्ट पनि लेखाउनु भयो। तर पनि नानी आज 4 दिन भइसक्यो। आज असोज 24 गतेसम्म पनि नानी कहीँ पनि भेटेकी छैनन्। नानीको केही खबर हामीले पाएको छैनौँ। नानीको फोटो म हजुरहरूलाई स्क्रिनमा राखिदिन्छु। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले पोस्ट सेयर गरिदिनु होला, रिपोस्ट गरिदिनु होला। सबै साथीहरू माझ पुर्याइदिनु होला। देश विदेशमा फैलाइदिनु होला यो भिडियो। हाम्रो बहिनीलाई भेट्नमा सहयोग गरिदिनु होला। कसैले काहीँ कतै देख्नुभयो भने हामीलाई जानकारी गर्नु होला। धन्यवाद।